कसरी भोजपुरी चलचित्र क्षेत्रबाट बिदा लिए विराज भट्टले यो भिडियोमा राम्रोसँगले एक्सप्लेन गरेको छ। सो यो भिडियो हेरौँ है त। 10 वर्षको फुच्चे खचाखच भरिएको पुरानो सिंगल स्क्रिन सिनेमा हलभित्र आँखा ठुलो पारी पारी स्क्रिनलाई हेर्दैछ। अनि स्क्रिनमा छन् विराज भट्ट पुलिसको वर्दीमा र त्यहाँ फाइट चल्दैछ विराज भट्ट भन्दा ठुलो एउटा लाइभ रियल भालुसँग। नेपाली फिल्म थालेदेखि अलिकति हट्टाकट्टा अलिकति उडी उडी गुण्डालाई पिट्ने हिरो भन्ने बित्तिकै विराज भट्टको नाम मेरो दिमागमा आउँथ्यो र आजको भिडियोमा हामी यही पात्रको बारेमा बुझ्ने प्रयास गर्छौँ। विराज भट्टको नेपाली सिनेमादेखि भोजपुरी सुपरस्टारसम्मको यात्रा अनि ब्याक टु नेपालको यात्रा। नेपाली सिनेमा क्षेत्रमा विराज भट्टको यात्रा खुकुरी नामको चलचित्रबाट सुरु भयो, जसमा उनले पुलिस इन्सपेक्टरको भूमिका निभाएका थिए। गल्ती त भरे पेलुकी गर्छु तसी त म। चलचित्रमा थोरै स्क्रिन टाइमबाट सुरु गरेका विराजले बिस्तारै बिस्तारै राम्रै रोलहरू पनि पाउन थाले। उनी नेपाली सिनेमाको खुड्किलो चढ्दै गर्दाखेरि निखिल उप्रेतीले एक्सन जनरमा राम्रो माहौल जमाइसकेका थिए। इनफ्याक्ट निखिल उप्रेतीको डेब्यू फिल्म पिजडामा 7 तल्ले बिल्डिङबाट हाम फालेर निखिल उप्रेतीले फरक प्रयोग समेत गरिसकेका थिए। यो भन्दा अगाडि नेपाली फिल्ममा एक्सन त्यति धेरै रोचक हुँदैन थियो। निखिल उप्रेती उडी उडी गुण्डाको धुलाई गर्थे, लडेर उठ्दाखेरि समेत स्टाइलका साथ उभिन्थे, जुन त्यति बेलाको नेपाली अडियन्सको लागि एकदम फरक कुरा थियो। अडियन्सले यो नयाँ टेस्ट मन पराएका थिए र एक्सन नेपाली चलचित्रमा चल्न थाले। सानो सानो रोल मात्र गर्दै आएका विराज भट्टले शोभित बस्नेतले डिरेक्ट गरेको फिल्म अग्निपथमा रोल पाए र निखिल उप्रेती सँगसँगै विराज भट्ट पनि देखिए र त्यहाँ उनले आफूभित्र भएको एक्सन हिरोलाई केही हदसम्म देखाउने मौका पाए र त्यसपछि उनी देखिए राजेश हमालसँगै मैदान नामको चलचित्रमा। यो फिल्मले नै उनलाई धेरै दर्शक सामु एक्सन स्टारको रूपमा परिचित गराए र त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन। विराज भट्टका त्यसपछि आएका चलचित्रहरूमध्ये अधिकांशले राम्रो व्यापार समेत गरे। 2064 सालमा रिलिज भएको फिल्म अग्निज्वालाको सुटिङ हुँदै गर्दाखेरि उनको भेट हुन्छ त्यस बेलाका भोजपुरी सिनेमाका प्रोड्युसर रमाकान्त प्रसादसँग, जसले उनलाई सिधै भोजपुरी सिनेमामा काम गर्नका लागि अफर गर्छन्। त्यसको 1 वर्षपछि विराजले कन्ट्र्याक्ट साइन गर्छन् र उनको पहिलो भोजपुरी सिनेमा लागल राहा ए राजाजी नामको चलचित्रमा काम गर्छन्, अहिलेका भोजपुरी सिनेमाका स्टार निरौ हुवासँग। यो फिल्म त मैले पनि हेरेको थियो, विराज भट्टको भोजपुरी फिल्म अरे भनेर एक्साइटेडमा हेरेको थिएँ क्या। पहिलो फिल्ममा नै उनले अहिलेका भोजपुरी सुपरस्टार दिनेश लाल यादव एके निरौ हुवासँग जोडी बाँधे र एज एक्सपेक्टेड विराज भट्टको सिनेमा त्यहाँ हिट भयो। नेपालमा त्यो टाइममा एउटा सिनेमाले करोड कमाउनको लागि त्यो फिल्म राम्रै चलेको हुनु पर्थ्यो र त्यो टाइममा विराज भट्ट एक्सपोज भए। एभ्री सिनेमाले करोड हान्ने, त्यो पनि आइसीमा, त्यो वाला मार्केटमा। पहिलो भोजपुरी सिनेमा सुट गरेर नेपालमै फर्किएर नेपाली फिल्म गरिरहेका विराज भट्टको 2008मा रिलिज भएको त्यो फिल्म हिट भएपछि त्यहाँ पनि उनको डिमान्ड बढ्न थाल्यो। विराज भट्टकै अनुसार विराज भट्ट भोजपुरी सिनेमामा बिजी हुँदै गर्दाखेरि नेपालमा लगभग उनको 30 वटा चलचित्रहरू आउन बाँकी थिए। नेपालमा रिलिज हुन बाँकी नै 30 वटा सिनेमा भइसकेपछि उनी भोजपुरी सिनेमामा काम गर्नको लागि मुम्बई गएर बस्न थाले र एकपछि अर्को भोजपुरी सिनेमा गर्दै गइसकेपछि उनले पहिलो चलचित्रबाट कमाएको चर्चा अझै चुलिन थाल्यो। उनले खेलेका दामिनी, दाग जस्ता भोजपुरी सिनेमाहरू सुपर डुपर हिट भए। नेपालमा जस्तै भोजपुरी सिनेमामा पनि त्यहाँका प्रोड्युसर्सलाई उनको डेट पाउन एकदम गाह्रो थियो। एक नेपाली फिल्म डिस्ट्रिब्युटरका अनुसार उनले आफ्नो पिक टाइममा एउटा नेपाली फिल्म खेल्ने बापत 5-6 लाख रुपियाँ पाउँथे भने भोजपुरी सिनेमाको उनको पिकमा उनलाई एउटा फिल्म खेले बापत 15 लाख रुपियाँ दिन्थ्यो आइसी, जुन भनेको नेपाली 24 लाख हो र त्यो टाइमको 24 लाख अहिले इन्फ्लेसन एडजस्ट गरेर हेर्ने हो भने अलमोस्ट 70 लाख हो। विराज भट्ट मुम्बई बसेको बेलामा यहाँ पनि उनको सिनेमामा धेरै डिमान्ड थियो। त्यही मौकाको फाइदा उठाउँदै विराज भट्टको भोजपुरी सिनेमालाई नेपालीमा डब गरेर यहाँ देखाइन थाल्यो र भोजपुरी सिनेमामा पनि त्यस्तै हुन्थ्यो। विराज भट्टको नेपाली फिल्मलाई भोजपुरी डब गरेर भोजपुरी भाषामा देखाइन्थ्यो, यहाँसम्म कि राजेश हमालको डायलग पनि भोजपुरीमा डब थियो। नमस्ते, मुस्कान तू ही हौ? हजुर, आइन भित्र। त्यति मात्र होइन, फिल्म सुट गर्दाखेरि नै त्यो फिल्मलाई 2टा भाषामा सुट गरिन्थ्यो, एउटा भोजपुरी सिनेमामा चलाउनको लागि, एउटा नेपाली सिनेमामा चलाउनको लागि। तपाई यही बस्नुस्, म गएर लिएर आउँछु। अपने यही जा रहे। ए दुईवटामा पो रहेछ। हमरा डर लागत अर्जुन। एकैचोटि 2टा भाषामा सुटिङ है। प्रोड्युसर बाटो रहेछन्, पैसा पनि बाँच्ने, टाइम पनि बाँच्ने। विराज भट्टकै कुनै फिल्म भने कन्टेक्स्ट मात्र फरक गरिन्थ्यो, स्टोरी, क्यारेक्टर्स सबै एउटै हुन्थ्यो। जस्तै यो फिल्मलाई हेरौँ, क्यारेक्टर्सहरू सबै एउटै हो, कथा पनि एउटै हो, कन्टेक्स्ट मात्र फरक, वर्दी मात्र फरक। त्यस्तै सबै भोजपुरी कलाकार अनि विराज भट्ट मात्र चिनिएको अनुहार भएको सिनेमा नेपालीमा डब गरेर चलाउँदा त्यति धेरै पैसा कमाउँदैन थियो भने विराज भट्ट बाहेक पनि अरू नेपाली कलाकार भएका चलचित्रहरूले पनि राम्रै पैसा कमाउँथे। तर भोजपुरी सिनेमामा विराज भट्ट मात्र एकजना नेपाली एक्टर थिएन, निखिल उप्रेतीले समेत भोजपुरी सिनेमा गरे। हम शादी करेके चाहता नहीं। कहाँ? अनि भेटरान कलाकार रमेश बुढाथोकीले समेत भोजपुरी सिनेमामा काम गरे। दुर्गा नेपाली एक्ट्रेसेसले पनि भोजपुरी सिनेमामा काम गरे। मारा चाचा मारा, मारा।
त्यति मात्र होइन, त्यस बेलाको चर्चित गोपी कृष्ण मुभिजले समेत भोजपुरी सिनेमा बनाएको थियो र यो 2005 को आर्टिकललाई हेर्ने हो भने त्यो सिनेमालाई काठमाडौँमा पनि चलाइएको थियो। केही अध्ययनमा उल्लेख गरिए अनुसार भोजपुरी रिजनका मेकर्सहरू बाहेक अरू मेकर्सहरूको इन्ट्रेस्ट भोजपुरी सिनेमामा हुनुको कारण नेपालको मधेसी पपुलेसन जसले भोजपुरी मजाले बुझ्थे उनीहरूलाई टार्गेट गर्नु थियो। यहाँबाट सजिलै अड्कल काट्न सकिन्छ भोजपुरी सिनेमामा कतिको क्रेज र कतिको पैसा थियो भनेर। विराज भट्ट भोजपुरी सिनेमामा बिजी भइराख्दाखेरि नेपाली सिनेमामा भने अलिअलि एक्सपेरिमेन्टेसन सुरु भइसकेको थियो। 2008 मा कागबेनी नेपालको पहिलो डिजिटल चलचित्र बन्यो। त्यही वर्ष सानो संसार पनि रिलिज भयो। त्यसकै केही वर्षपछि 2012 मा लुट बन्यो, जसले एभ्री अदर नेपाली फिल्ममा देखिने हिरो हिरोइन बिरामी आमा डरलाग्दो गुण्डा वाला कन्भेन्सनल नेपाली न्यारेटिभलाई ब्रेक गर्दै फरक कथा भन्ने शैलीलाई मेन स्ट्रिममा पपुलराइज गरायो। टाइमलाइनमा हेर्ने हो भने विराज भट्ट भोजपुरी सिनेमाको पिकमा हुँदाखेरि नेपाली सिनेमामा एक दुईवटा एक्सपेरिमेन्टेसन सुरु भइसकेको थियो। नेपाली सिनेमामा फरक खालको कथा भन्ने शैली एक्सप्लोर हुँदै थियो भने उता भोजपुरी सिनेमाको हरि बिजोग चलिरहेको थियो। भोजपुरी सिनेमाहरू एकपछि अर्को गर्दै सफल भइरहेका त थिए, पैसा पनि मजाले कमाइरहेका थिए, तर डिरेक्सन भने एउटै थियो। कुनै जमानामा लोकल अनि अथेन्टिक स्टोरिज देखाउने भोजपुरी सिनेमाले अर्कै बाटो समातिरहेको थियो र त्यो थियो भल्ग्यारिटी, हाई एनर्जी, डबल मिनिङ गीतहरू। भोजपुरी गीतको शब्दहरू पनि होइन डबल मिनिङ पनि खत्रै भन्छ क्या, ललिपप लागेलु टाइपको क्या, जसले गर्दाखेरि भोजपुरी सिनेमाप्रतिको मान्छेहरूको पर्सेप्सन अलिकति नेगेटिभ बन्दै थियो। लो इन्भेस्टमेन्ट र हाई रेट अफ रिटर्न इन्स्योर गर्नको लागि अझै लो क्वालिटीका भोजपुरी सिनेमाहरू बन्न थाले र त्यही बेलामा नै भोजपुरी सिनेमा फ्यामिली, रियल, अथेन्टिक स्टोरिजबाट भल्गर फिल्म बन्न थाले। विराज भट्टको पिक टाइमको सिनेमाको गीतहरू हेर्ने हो भने पनि भल्ग्यारिटी प्रष्टै देखिन्छ। 2015 सम्म आइपुग्दा विराज भट्ट भएको गीतको भिडियोको टाइटल यो थियो र यही पिक भल्ग्यारिटीले गर्दाखेरि भोजपुरी सिनेमाको छाप भनेकै डबल मिनिङ, भल्गर, फिमेललाई अब्जेक्टिफाई गर्ने, अनएजुकेटेड, अन्डर प्रिभिलेज र ब्लू कलर्ड जब गर्ने मान्छेहरूले हेर्ने सिनेमाको रूपमा स्थापित भइसकेको थियो र भोजपुरी सिनेमाको यो अवस्थाले गर्दाखेरि एउटा प्रश्न भने यसले डेफिनेटली उब्जाउँछ। विराज भट्ट 20औं करोडको अडियन्सलाई छोडेर नेपाली सिनेमामा फर्किने प्रयास किन गर्दैछन् त? भोजपुरी सिनेमामा काम गर्दै गर्दाखेरि उनले जय परशुराम, साङ्लो जस्ता फिल्म बनाइराखे। ती फिल्महरू कमर्सियली सक्सेसफुल थिएनन् अनि आफ्नै छोरालाई समेत 30औं करोडको मार्केटमा स्थापित नगराइकन, टाइम्स अफ इन्डियाका अनुसार 2000 करोडको भोजपुरी सिनेमामा स्ट्याब्लिस नगराइकन किन नेपाली फिल्ममै डेब्यू गराए त? अफकोर्स देशको माया त छँदैछ, तर त्यो बाहेकको कारणहरू के हुन सक्छ? हामीसँग पब्लिकली अवेलेबल भएको इन्फर्मेसनलाई मात्र हेर्ने हो भने एउटा कारण भने भोजपुरी सिनेमाको हविगत नै हो। भोजपुरी नै मातृभाषा भएका फेमस बलिउड एक्टर मनोज बाजपेयी, पंकज त्रिपाठीहरू समेत भोजपुरी सिनेमा खेल्दैनन्। यसले भोजपुरी सिनेमाको अवस्थालाई राम्ररी देखाउँछ अनि यस्तो अवस्थामा विराज भट्टले आफ्नो छोराले पनि त्यस्तै गरेको हेर्न मन छैन होला। 2000 करोडको फिल्म इन्डस्ट्रीको सिनेमाको क्वालिटी कस्तो होला? खतम। भोजपुरी सिनेमा भन्दा नेपाली सिनेमा वे 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 बेटर छ। भोजपुरी सिनेमाको भन्दा राम्रो भिडियो क्वालिटी त नेपालको वेडिङ भिडियोग्राफरले खिच्छ। हो, भोजपुरी फिल्मको त भिडियोग्राफी भन्दा चाहिँ नेपाली त स्ट्यान्डर्ड लेभलको बिहेहरू हुन्छ नि, त्यसको भिडियोग्राफी नै दामी हुन्छ क्या। विराज भट्टले भोजपुरी सिनेमाबाट पैसा त राम्रै छापे, तर फुलफिलमेन्ट प्रोबेबली पाएनन् होला। उनको भोजपुरी सिनेमाको सुरुवातदेखिको अहिलेसम्मको क्यारेक्टर पोर्ट्रियल अलमोस्ट लगभग एउटै नै छ। नयाँ अनि आफूलाई मन लागेको चिज उनले प्रोबेबली गर्न पाएनन् कि? र सँगसँगै विराज भट्टको क्रेज पहिले जस्तो अहिले छैन। नयाँ अनि उदाउँदा स्टार्सहरूले उनको ठाउँ लिइसकेको अवस्था छ। सायद यी कारणहरूले गर्दा पनि उनलाई नेपाली सिनेमामै पुनरागमन गर्न मन लागेको हो कि? विराज भट्टको लेटेस्ट हिट फिल्म 12 गाउँ आइसकेपछि उनले एक भोजपुरी क्रिटिकबाट त गाली समेत खाएका छन्। जब आप ऐसी फिल्म नेपाली में बना सकते हो तो जो इंडस्ट्री आपको पहचान दिया है फिल्मों में, उस इंडस्ट्री में क्यों नहीं बना सकते? एज अ पर्सन जसको चाइल्डहुडको बिदाको ठुलो पाटो नेपाली फिल्म, अझ भनौँ राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रेखा थापाको फिल्म हेरेर गएको छ, मलाई केही भन्न मन छ। फेरि पनि त्यही पुरानो रेभेन स्टोरी, हिरो र गुण्डा जसको कुनै क्यारेक्टरमा सब्सटेन्स छैन अनि हिरो एभ्री टाइम देखिँदाखेरि त्यही एस्केलेटेड ब्याकग्राउन्ड म्युजिक, एकचोटि होइन दुईचोटि होइन, एभ्री सिन इज एन एन्ट्री सिन। अनि फिल्ममा यङ फिमेलको रोल भनेकै हिरोको अघि पछि भाग्ने, ग्ल्यामर पर्पजको लागि युज गर्ने, यतिले मात्र चाहिँ अलिकति पुग्दैन कि? अब परिवर्तनलाई स्वीकार गर्न नसकेर भोजपुरी सिनेमाको अहिलेको जुन हविगत भएको छ नि, त्यो अवस्थाबाट पाठ सिकेर विराजले आफ्नो पुनरागमन र छोराको डेब्युलाई कहिलेसम्म स्थायित्व दिन सक्लान् त्यसको उत्तरको लागि अझै केही समय कुर्न पर्ने नै जस्तो देखिएको छ। हाम्रो शुभकामना।
सो हामीले यो भिडियो हेरिसकेपछि चाहिँ यो भिडियोको भनाइअनुसार चाहिँ यो भिडियोमा चाहिँ के भन्न खोजेको छ भने चाहिँ विराज भट्टले चाहिँ भोजपुरी फिल्ममा चाहिँ भल्गर सिन होइन भल्गर कथाहरू भल्गर गीतहरू भएका कारणले चाहिँ भोजपुरी फिल्मबाट ऊ एक्जिट भएको अथवा भनौँ भोजपुरी फिल्म खेल्न छोडेको भनेर चाहिँ यो भिडियोले भन्न खोजेको छ। तर यो पनि हुनसक्छ, तर यता कता मिडिया उदी अर्को चर्चा के पनि चल्ने गरेको छ भने चाहिँ नेपोटिजम भनौँ न होइन। अब विराज भट्टलाई चाहिँ त्यहाँको आन्तरिक नेपोटिजमले चाहिँ अलिकति प्रभाव पारेको भन्ने कुरा चाहिँ सुनिन्छ। अब विराज भट्ट भनेको नेपाली मान्छे, अब नेपाली भइसकेपछि भनेको विराज भट्ट त विदेशी भयो। विदेशी मान्छेले भोजपुरी इन्डस्ट्रीमा एकदमै तहल्का मचाउँदाखेरि भनेको त्यहाँको जुन सङ्घर्ष गर्दै गरेका कलाकारहरू जुन अहिलेका ती चलिरहेका कलाकारहरूलाई चाहिँ अलिकति प्रभाव पर्यो। अनि त्यो भइसकेपछि भनेको चाहिँ त्यहाँका ती कलाकारहरूले अलिकति भनौँ न नेपोटिजम अनुसार अलिकति त्यहाँको डाइरेक्टर प्रोड्युसरहरूलाई अलिकति प्रेसर दिएर चाहिँ विराज भट्टलाई पछि पारिएको भनेर एक हिसाबको चर्चा पनि चल्ने गरेको छ। अब यो कतिको सही हो कतिको गलत हो त्यो चाहिँ अब उनीहरू आफै जानुन् होइन। तर भोजपुरी इन्डस्ट्रीमा भनौँ न भल्गर त कति हुन्छ होइन। अब त्यो हामी गीतबाट पनि सुनिरहेको हुन्छौँ होइन। अनि अब फिल्ममा जुन केटी मान्छेहरूलाई एक हिसाबको केटी मान्छे चाहिँ भोजपुरी फिल्ममा चाहिँ भल्गर गर्नकै लागि मात्र होइन, अलिकति छोटो लुगा लाउने अलिकति त्यस्तै भनौँ न अलिकति भल्गर तरिकाको लागि मात्र राख्ने गरेको देखिन्छ भोजपुरी इन्डस्ट्रीमा होइन। अब त्यो चाहिँ त्यही कारणले गर्दाखेरि भोजपुरी इन्डस्ट्रीमै पनि अब भनौँ न उहाँका कलाकारहरू जुन अलिकति बलिउडमा काम गरेका कलाकारहरू पनि भोजपुरी इन्डस्ट्रीलाई चाहिँ त्यही नै भन्छ क्या, त्यो अलिकति भल्गर नै इन्डस्ट्री हो भनेर भन्छ। अनि अब त्यस्ता कुराहरू त कति छन् होइन भोजपुरी इन्डस्ट्रीमा। अब इन्डस्ट्रीको कुरा गर्ने हो भने चाहिँ नेपालभन्दा ठुलो इन्डस्ट्री हो क्या। अब भनौँ न एक हिसाबले भन्ने हो भने इन्डियाको एउटा प्रान्त होइन। अब बिहार होइन युपी यति दुईवटा प्रान्तकोले हेर्ने हुन् भोजपुरी फिल्महरू भनेको, र पनि एउटा प्रान्तको इन्डस्ट्री यत्रो ठुलो छ क्या, नेपालको इन्डस्ट्रीभन्दा धेरै ठुलो छ क्या। अब भनौँ न त्यो बेला विराज भट्टले नेपालमा 4 लाख 5 लाख कमाउँदाखेरि भनेको इन्डियामा 15-20 लाख रुपियाँ आइसी चाहिँ उसले पाउँदो रहेछ भनेपछि कत्रो मार्केट होला क्या भोजपुरी इन्डस्ट्रीको पनि होइन। तर मार्केटलाई चाहिँ राम्रो तरिकाले चलाउन जानेको हो होइन, त्यो चाहिँ अब उनीहरू आफै विश्लेषण गर्नु होइन। तर भोजपुरी इन्डस्ट्रीलाई चाहिँ उनीहरूको आन्तरिक भनौँ इन्डियाकै मान्छेहरूले पनि अलिकति भल्गर इन्डस्ट्री हो भनेर भनिन्छ। अनि इन्डियादेखि बाहिरका मान्छेहरूले पनि भल्गर नै देखिन्छ क्या त्यहाँका गीतहरू होइन। अब ललिपप लागेलु भन्ने गीतहरू छ नि, अब जस्तो केटी मान्छेलाई ललिपप अलिकति केटी मान्छेलाई चाहिँ डोमिनेट गर्ने खालको इन्डस्ट्री हो जस्तो लाग्छ मलाई पनि लाग्न चाहिँ। अनि अर्को कुरा चाहिँ के छ भने अब विराज भट्टले समीर भट्टलाई चाहिँ नेपाली फिल्मबाट डेब्यू गराए। भोजपुरी इन्डस्ट्रीमा त्यत्रो काम गरेको मान्छे भोजपुरी इन्डस्ट्रीबाट डेब्यू गराउनु पर्थ्यो भनेर कतिले भन्दै गरेको पनि सुनिन्छ क्या। अब विराज भट्टले अब त्यत्रो फिल्म इन्डस्ट्रीमा काम गरेको मान्छे उसलाई थाहा हुन्छ नि त होइन, कताबाट डेब्यू गराउनु पर्ने भन्ने कुरा। हुनसक्छ नेपालभन्दा ठुलो इन्डस्ट्री हो अब भोजपुरी, तर पनि उनले अब आफ्नो देशमा होइन आफ्नो देशप्रेमी भावनाले पनि समीरलाई यो इन्डस्ट्रीबाट डेब्यू गराउन सकेका हुन्छन्। आगामी दिनहरूमा भोजपुरी फिल्म पनि खेलाउन सक्छन् होइन, नखेलाउने भन्ने कुरा हुँदैन, खेलाउन पनि सक्छन्। अब उनको पहुँच भोजपुरी इन्डस्ट्रीमा पनि राम्रै छ छन चाहिँ। अब मलाई पर्सनली भन्नुपर्दाखेरि विराज भट्ट चाहिँ होइन एकदम मेरो फेभरेट नै हो, तपाईँहरूको पनि फेभरेट नै हुनुपर्छ होइन। त्यही भएर तपाईँहरूले यो भिडियो हेरिराख्नु भएको छ होइन। विराज भट्ट आफैमा एकदम स्ट्रङ म्यान लाग्छ क्या, उनको जिउ होइन बडी जुन भोइस होइन एकदम बबाल लाग्छ मलाई होइन। अनि अब उनकै त्यही भोइस त्यही जिउ त्यही ज्यान त्यही बडी होइन त्यही डायलग डेलिभरीले गर्दाखेरि उनले पनि भोलि भोजपुरी इन्डस्ट्रीमा राज गरे एक हिसाबले भन्नु हो भने भोजपुरी इन्डस्ट्रीको एक बेलाको ऊ एकदम बादशाह नै रहेछन् क्या। अब उनलाई इन्डियामा बिहारमा अहिले पनि यताउति हिँड्नु हो भने उनको खुट्टा अझै ढोगिँदो रहेछ क्या। फेरि इन्डियामा चाहिँ सेलिब्रेटीहरूलाई एकदमै भ्यालु गर्ने क्या, जस्तो नेपालमा छ यादै हुँदैन क्या। म विचार गर्छु होइन नेपालमा काठमाडौँतिर यताउति होइन त्यति भ्यालु हुँदैन, तर इन्डियामा चाहिँ सेलिब्रेटी भनिसकेपछि एकदम भगवान् जस्तै क्या। एक ठाउँमा काहीँ उभियो भने बाटै जाम हुने यस्तो उस्तो हुने क्या। अनि बिहारमा चाहिँ विराज भट्टको फ्यान फलोइङ यति धेरै रहेछ होइन। केही कामले गर्दाखेरि विराज भट्ट केही कामले गर्दाखेरि म इन्डिया बिहार जानुपर्ने भएको थियो। अनि बिहार जाँदाखेरि यस्तो त्यस्तै कुराहरू गर्दाखेरि विराज भट्टको माहौल कस्तो रहेछ भनेर त्यहाँको स्थानीयहरूसँग यसो गफ गर्दाखेरि एकदमै धेरै माया गर्ने क्या विराज भट्टलाई चाहिँ त्यहाँका मान्छेहरूले होइन, एकदमै धेरै सम्मान गर्ने क्या।
विराज भट्ट यताउति राजा भन्दा रहेछन् होइन के भन्दा रहेछन् जस्ट विराज भट्टलाई त्यहाँका मान्छेले एकदमै धेरै माया गर्दा रहेछन् होइन सो मलाई चाहिँ पर्सनली विराज भट्ट एकदमै मनपर्छ होइन अब विराज भट्ट भोजपुरी इन्डस्ट्रीबाट के कारणले बाहिरियो त्यो चाहिँ अब उनी नै आफै जानुन् होइन भनिन्छ भन्न चाहिँ उनलाई बहिष्कार गरियो त्यहाँको इन्डस्ट्रीबाट होइन त्यहाँको भनौँ न त्यहाँका प्रोड्युसर त्यहाँका कलाकार त्यहाँका डाइरेक्टरहरूले बहिष्कार गरेर चाहिँ ऊ बाहिरको नेपोटिजम भयो भन्ने कुरा चाहिँ सुनिन्छ अब त्यो कुरा के हो त्यो चाहिँ उनीहरू आफै नै जानुन् तपाईँहरू च्यानल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु है त